नेपाल इकोनोमिक फोरमको एआई रेडिनेस इन्डेक्समा हामी 104 छौँ। यो सुन्दा दुःख छ, तर इग्नोर गर्नु अझ खतरनाक छ। रिसर्च भन्छ आजका 15 देखि 45% जब फङ्सन्स एआईले गर्न सक्छ। डाक्टर हुनुहुन्छ, एआई डायग्नोज गर्दैछ। एकाउन्टेन्ट हुनुहुन्छ, एआई क्याल्कुलेट गर्दैछ। मार्केटर हुनुहुन्छ, एआई कन्टेन्ट बनाउँदैछ। लयर हुनुहुन्छ, एआई कन्ट्र्याक्ट्स रिभ्यू गर्दैछ। यो भविष्यको कुरा होइन, यो अहिले भइरहेको छ। त्यसो भए रियल क्वेसन के हो? एआईले जब लिन्छ कि लिँदैन? होइन, एआई युज गर्न जान्ने मान्छेले नजान्ने मान्छेको जब लिन्छ कि लिँदैन? जवाफ हो, र त्यो दिन टाढा छैन। तर यहाँ रमाइलो कुरा छ, 104th हुनु एन्ड होइन, यो स्टार्टिङ पोइन्ट हो। एआई अडप्ट गर्न कोडर, इन्जिनियर वा पिएचडी हुनु पर्दैन। केवल एउटा कुरा चाहिन्छ, अवेरनेस। एआई युज गर्ने नेपाली टिचर 5 गुणा बढी स्टुडेन्ट्सलाई राम्रो पढाउँछ। एआई युज गर्ने नेपाली अन्टरप्रेन्योर पुरै टिमको काम एक्लै गर्छ। एआई युज गर्ने नेपाली प्रोफेसनल ग्लोबल मार्केटमा कम्पिट गर्छ। यो नै हाम्रो अपर्च्युनिटी हो। त्यसैले सोच एआई यहाँ छ, एउटै मिसन, नेपालका हरेक प्रोफेसनल टेक्निकल होस् या नन टेक्निकल, एआई को पावर आफ्नो काममा युज गर्न सक्षम बनाउने। 104th बाट यात्रा सुरु हुन्छ, तपाईबाट, आजबाट। फलो गर्नुहोस् सोच एआई, किनभने नेपालको एआई रेभोल्युसन यहीबाट सुरु हुन्छ।